हेलो गुड मर्निङ वेलकम टु माई अनदर ब्लग। आजको ब्लग चाहिँ मेरो यहाँनिर बाटोबाट स्टार्ट हुँदैछ। मैले पनि बक्लाएर निक्लिरहेको थिएँ, अन्त चाहिँ यता मेरो साथी आइताले पनि बक्खु नै लाएर आएछ। गुड मर्निङ गुड मर्निङ। यो मेरो अल टाइम पार्टनर हो। यो मेरो के भन्छ होला, जहाँ जान्छ त्यहीँनिर पछ्याउने कि अन्त यताको त सेकेन्ड कोही कोही लाउँछ यो बडीगार्ड मेरो। अन्त तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर यस्तो दामी फुल फुलिरहेछ। यो प्लान्टको नाम चाहिँ के हो तपाईँले कमेन्टमा भन्न सक्नुहुनेछ। आजको यो चाहिँ यस्तो छ। कत्रो ठुलै ठुलै हुन्छ सेतो, कत्रो ठुलो यति लामो कत्रो छ अरे सोधेको कि अनि त यत्रो छैन देखायो अघि नै यत्रो ठुलो छ अरे। यहाँ तलनिर चाहिँ साप एकदमै ठुलो देखाउँछ। उपर जानु अरे, त्यहाँ जानु दिन्छ? किन दिँदैन हौ, मैले भनेको मान न। मैले भनेको म छु यहाँनिर। ए ह्यान्डसम दा त्यही बेला तल्लो फ्लोर आएर चाहिँ पुरा उयोहरू इन्टरभ्युस गऱ्यो नि त कि राम्रै लाग्यो। कस्तो होइन, एज पनि कति सानो अरे। अन्त बाबुले हेलो त्यता अर्को बाबु नि एकदमै चिसो दिन भइरहेछ हो। अन्त हामी अब रुम तर्फ लाग्दैछौँ। सिक भइरहेछ एकदमै है। अन्त के अरे तेरो गफ चाहिँ? मेरो गफ मलाई चाहिँ हाउडेमा घुमाइराखेको छ यिनीहरूले। मेरो उता बाटो हो तर यता ल्याइराखेको छ मलाई चाहिँ। अब जाडोमा यसो चिसोमा घुम्नु पऱ्यो नि त हौ अलिअलि त्यो बेला होइन। के भन्छ अम्रेस यिनीहरू अम्रेस एकदमै ढिलो हिँड्दैछ। यिनीहरू चाहिँ कुनै किन हो कि हावाले खाँदा लानु अझै हामीलाई हावाले हामीलाई उडाएर लानु आँटिरहेछ। एकदमै चिसो भइरहेछ आजको मौसम। उनीहरूलाई चाहिँ चिसो हुँदैन के भन्नु प्यारासुट हुँदैछ। बाइ बाइ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज।